पार्टी आऊ 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 नआएको हेर हाम्रो गोठो यो ओ कोही माथि चढेछ हेरिरहेछ अझ बाफ रे बाफ हेलो ओह कोही यहाँ कोही यता हान यो चाहिँ एकदम बदमास छ हाम्रो घरको बाछो यो बाछो अब हेर्न है कम यो गाई हेलो अर्को उताबाट हेर्दैछ आमा यहाँ मोबाइल के देखाएको बाफ रे बाफ यो फेरि एकदम छुच्चो छ नि फेरि बाफ रे यो यसलाई त छुनु पनि हुँदैन यो उफ्रिन्छ नि उता हेर यसले हानेको बाख्रालाई तँलाई पिड्दिन्छु अहिले र बिचरा के गर्नु एउटाले त माथिबाट पोज दिदी हेरिरहेछ हेर्नुहोस् त्यसपछि म बारीमा गएर मैले यसो हेरेको ओहो होला यता पनि कागती जस्तो देख्या थियो यहाँ चाहिँ थाम्न नसकेर झरेको हेरे जस्तो लाग्यो फेरि अनि राम्ररी हेरे स्याउ पनि छैन यो त कति बेचिसम्म हेरेको त राम्रो छ बाबा पो रहेछ के गर्नु अनि मलाई त्यहाँ ठुलो मम्मीले बयर हो भनेर दिनुभयो मैले पनि खाएँ मिठो लाग्यो अनि त्यसपछि सुँगुर हेर्नलाई म गएँ त्यसपछि म बारीमा आएँ आन्टी र म हामी त्यहाँ बारीमा भएको बाजेको घरसम्म गयौँ त्यसपछि मैले थोरै लरीको सानो क्लिपहरू यसो क्याप्चर गरेँ हेर्नुहोस् हाम्रो गाउँघरको कस्तो छ त्यहाँबाट हल्का उयो पनि देखिरहेछ त्यहाँ ठुलबाट मम्मी हिँडिरहनु भएको छ हल्का त्यो राम्रोसँगले त अब मेरो मोबाइलबाट क्याप्चर भएन त्यही पनि हेर्नुहोस् कति राम्रो सिनहरू देखिरहेको छ अब म यहाँदेखि म हिँड्दै बाजेको घरमा जाँदै थिएँ अनि त्यहाँ मैले भाइ बहिनीहरूलाई केही मासु के को मासु के को चिजी सुँगुरको कि राँगाको च्वाचेको खाए च्वाचेको अनि गए बाबा मम्मी गए घारीमा टमाटर टिप्न जानु भएको मम्मी पनि अनि यहाँ तिमी खाजा खाइरहेको हो अनि उहाँ चाहिँ को भन्देऊ दिदी हैन तिम्रो दिदी हैन हो बच्चाहरूसँग कुरा गरेपछि खुर्सानीको बोटतिर मन लागे हेर्नुहोस् गाइस यो चाहिँ हाम्रो बारी फेरि मैले बयरको केही भिडियोहरू लिनको लागि गएँ त्यसपछि हल्का फुल्का म त्यहाँबाट हिँड्दै बारीमा जाँदै थिएँ अनि यसो मेरो पहिला हाम्रो घर यहाँ थियो यहाँबाट हामी यता आयौँ हेर्नुहोस् अब सिनहरू कस्तो छ यो के होला यो पनि यो हाम्रो बारीमा हो है यसलाई चाहिँ के भन्छ रे यो भकुला सिमी भन्छ यसलाई राम्रोसँगले हेर्नु अनि यो हो बेलुकाको सिन वाउ कति राम्रो देखिरहेको छ